हेलो गाइस, सम्पूर्णलाई स्वागत छ। आज फेरि हामी अर्को रेडिएक्टिभिटीको दोस्रो क्वेसन लिएर उपस्थित भएका छौँ है। ल, हाम्रो दोस्रो क्वेसनमा के छ? ड्युरिङ रेडिएक्टिभिटी विच अफ द फलोइङ है इज इमिटेड एज नेगेटिभ चार्ज पार्टिकल भनेको छ। मतलब हाम्रो रेडिएक्टिभिटी किन हुन्छ भनेर हामीले यहाँ बुझेको थियौँ। अब रेडिएक्टिभिटी हुँदाखेरि हाम्रो कुन पार्टिकल निस्किन्छ भनेको छ। अब बुझौँ है। रेडिएक्टिभिटी हुँदाखेरि हाम्रो विशेष गरेर तीनटा पार्टिकल निस्किन्छ है। एउटा भनेको हाम्रो अल्फा पार्टिकल, अर्को भनेको बीटा पार्टिकल र अर्को भनेको हाम्रो कुन पार्टिकल भन्दाखेरि गामा पार्टिकल अथवा गामा रे भनेर भन्ने चलन छ है। के बुझ्नु पर्यो भन्दाखेरि यो अल्फा पार्टिकल भनेको के जस्तो हो? हिलियम हो है। यो बीटा पार्टिकल भनेको के? इलेक्ट्रोन हो। र गामा भनेको हाम्रो के? फोटोन हो। अब हेरौँ त, हामीलाई के थाहा छ भन्दाखेरि इलेक्ट्रोन भनेको पोजिटिभली चार्ज पार्टिकल हो कि नेगेटिभली चार्ज पार्टिकल हो? नेगेटिभली चार्ज पार्टिकल हो। हिलियमलाई के लेख्न पाइन्छ? 2He4 हुन्छ है। भनेपछि के बुझ्छौँ भन्दाखेरि जुन यो हाम्रो हिलियम छ नि अल्फा पार्टिकल, यो अल्फा पार्टिकल भनेको हामीले के बुझ्छौँ? पोजिटिभली चार्ज बुझ्छौँ। र यो जुन फोटोन छ नि, फोटोन भनेको त हाम्रो लाइट जस्तो। लाइट भनेपछि के हुन्छ? हाम्रो चार्जलेस हुन्छ है। भनेपछि हाम्रो क्वेसनले के सोधेको छ? नेगेटिभली चार्ज। नेगेटिभली चार्ज भनेपछि कुन हुनुभयो? अल्फा हुनुभयो कि बीटा हुनुभयो कि गामा? पक्कै पनि हाम्रो के हुन्छ? बीटा है। यदि यहाँ पोजिटिभली भनेको हाम्रो के हुन्थ्यो? अल्फा, र चार्जलेस भनेको फेरि हाम्रो के हुन्थ्यो? गामा हुन्थ्यो है। अनि नेगेटिभली चार्ज भनेको छ, सो हाम्रो के हुन्छ? करेक्ट एन्सर बीटा पार्टिकल है। ल, आजलाई यति। थ्याङ्क यू।